ल गाउँलेहरू गाउँमा हामीले मेला लाउँदैछौँ ल है सबैजना आउनु होला हामीले सबैबाट चन्दा उठाइरहेका छौँ सबभन्दा धेरै रामबहादुर बैलकोटीले 1700 रुपियाँ दिनुभएको छ ओहो नेताज्यू नमस्ते बुद्धिरामज्यू नमस्ते ठनकबहादुरजी नमस्ते नेताज्यू हामीले गाउँमा मेला गर्दैछौँ त्यही भएर तपाईँले सहयोग गरिदिनु पर्यो तपाईँ जस्तो नेता त तपाईँ जस्तो बुद्धिराम नेता त हामीलाई चाहिएको नेता पनि हो तपाईँले सहयोग गर्नुहुन्छ भन्ने हामीले आशा पनि छ त्यसैले तपाईँले सहयोग गरिदिनु पर्यो हामीले गाउँमा एकदम राम्रो सांस्कृतिक कार्यक्रम गर्नेवाला छौँ माग्नेहरू अरू काम गरे खाऊ माग्दै हिँड्छौ गाउँमै सांस्कृतिक कार्यक्रम गर्न लाग्छौँ तपाईँ जस्तो नेताले दिनु पर्यो त अनि तपाईँलाई नेता भएर हामीले जिताएको के काम दिनु नि दिनु नेताजी दिनु नि दिनु अलिक दिनु न 10-12 हजार लास्तो ल 20 रुपियाँ राख ल नेता भएर पनि कति कम रुपियाँ दिएको अलिक दिनु नि नेताजी रुपियाँ अलिक दिनु न झनै ज्योति मगर ल्याएर कार्यक्रम गरौँ न भने ज्योति मगर ए अघि नै भन्नु पर्यो भाइ यार ए ल ल ल पर्छ पनि लैजाऊ ल मेरो बाइकको चाबी घरको चाबी सबै लैजाऊ भाइ ए ल म घर गएर लाड पूजा ल्याएर आउँछु तर मेरो मिनट चाहिँ 15 मिनट है मेरो लागि चाहिँ नेताजी मलाई 10 मिनट भनिदिनु न ल मेरो गाडीको लागि पनि 10 मिनट मेरो लागि 15 मिनट हाम्रो लागि 25 मिनट छुट्याइदिनु पर्यो है ओके ओके ओके